7 years भइसकेछ हजुरले पोडकास्ट गर्नुभएको अनि 300+ एपिसोड्स। कसैले चाहिँ पोडकास्टको कोर्स चाहिँ किन लिन्छ होला? A lot of podcasters started podcasting and they closed down after a couple of episodes कि भन्दाखेरि त्यो 3-4 कुराहरू मिलेन कि इक्विपमेन्ट धेरै इम्पोर्टेन्ट हो जस्तो लाग्छ कि प्रोसेस इम्पोर्टेन्ट हो जस्तो लाग्छ पोडकास्टको चाहिँ? जसमा लाग्छ मलाई प्रोसेस कम्प्रोमाइज गर्न मिल्दैन। कुन चाहिँ प्याकेज गर्न सजिलो हुन्छ त्यो त? जसले अब सिम्पल वेमा एक्सप्लेन गर्छ। पडकास्टिङ इकोसिस्टमको वरिपरि कति धेरै जब अपर्च्युनिटिजहरू छ, त्यो चाहिँ कहीँ पनि ट्रेन गर्ने ठाउँ छैन। एआई टुल चाहिँ कस्तो कस्तो युज गर्नुहुन्छ पोडकास्ट एडिट गर्दाखेरि? तिम्रो जेमिनाई र प्रिमियर प्रो पनि अहिले लिङ्क गर्न मिल्छ क्या, सर्टेन प्रम्प्टहरू हालेर कट गर्न मिल्छ। कुनै पनि एउटा स्टार्टअपले पोडकास्ट गर्ने टाइम चाहिँ कति बेला हुन्छ होला? जुनै पनि फेजमा चाहिँ पोडकास्टिङको चाहिँ आफ्नो खालको इम्पोर्टेन्स छ कि। अरू फर्मेट अफ कन्टेन्टमा चाहिँ पिपल ट्रस्ट लेस किन भन्दाखेरि यु क्यान फेक इट, तर पडकास्टमा इट्स इम्पोसिबल टु फेक कि। पोडकास्टको स्टेरिङ विल त पोडकास्ट स्ट्राटेजीसँगै हुन्छ नि त होइन? स्टेरिङ विल, इन्जिन होइन, अब डिफ्रेन्ट ड्राइभर होस्ट होइन। हेलो दाई, वेलकम टु द ब्याच सेसन पार्ट 2। थ्याङ्क यू भाइ, सो एक्साइटेड। सो आज आइरहेको थिएँ म अनि यसो सोचेँ कि आज के गर्न गइरहेको छु भन्दाखेरि पोडकास्ट, अनि फेरि पोडकास्टकै बारेमा अनि विथ अ पोडकास्टर। अ पडकास्ट अबाउट पडकास्टिङ विथ अ पडकास्टर। यस, पिपिपी। इन्ट्रेस्टिङ लाग्यो कि। सो 7 years भइसकेछ हजुरले पोडकास्ट गर्नुभएको अनि 300+ एपिसोड्स। सो अब फाइनली यु आर गोइङ टु लन्च अ कोर्स, अनि त्यो भनेको त अब यु हेभ अलरेडी रियलाइज पोडकास्टिङ इज अ बिग थिङ। सो अब वाइ कसैले चाहिँ पोडकास्टको कोर्स चाहिँ किन लिन्छ होला? आई थिङ्क यो कोर्सबाट चाहिँ हामीले पडकास्टर मात्र बन्दैन कि एउटा पडकास्ट प्रड्युसर बन्छ होला, पडकास्ट स्ट्र्याटेजिस्ट बन्छ होला, पडकास्ट को मार्केटर बन्छ होला होइन। अनि यो कोर्सको इम्पोर्टेन्स अहिले किन पनि रियलाइज भएको छ भन्दाखेरि चाहिँ हाम्रो एजेन्सी भ्युफाइन्डर्स, जसले चाहिँ कति धेरै ब्रान्डहरूको पडकास्ट गर्छ, अहिले हामीलाई कस्तो गाह्रो भइरहेको छ भन्दाखेरि चाहिँ ल क्लाइन्टको एन्डमा चाहिँ 1-2जना मान्छे हायर गरिदिउँ जसले चाहिँ क्लाइन्टलाई चाहिँ अझै फेसिलिटेट गर्न सकोस्। हामीले एउटा सर्टन सर्भिसेस त दिइरहेको छौँ पडकास्टिङमा, तर क्लाइन्टको एन्डमा पनि एउटा ह्युमन रिसोर्स प्लेस गरौँ न जसले चाहिँ पडकास्टिङ बुझ्छ भन्ने कन्टेक्स्टमा चाहिँ छैन कि। सो मलाई चाहिँ के हो फुल छ भन्दाखेरि एउटा चाहिँ हामीले सिरियस पडकास्टर्सहरूलाई जन्माउन सक्यौँ या प्रोत्साहन गर्न सक्यौँ होइन। किन भन्दाखेरि आई थिङ्क a lot of podcasters started podcasting and they closed down after a couple of episodes कि भन्दाखेरि त्यो 3-4 कुराहरू मिलेन कि। त्यो कुराहरू हामीले त अब 7 वर्षमा त के मिस्टेक्सहरू गरेको छौँ नि त, त्यो कुरा सिकायो भने मेबी वी आर बिल्डिङ बेटर पडकास्टर्स। अर्को एङ्गलमा चाहिँ मेबी पडकास्टिङ इकोसिस्टमको वरिपरि कति धेरै जब अपर्च्युनिटिजहरू छ, त्यो चाहिँ कहीँ पनि ट्रेन गर्ने ठाउँ छैन। त्यो चाहिँ वी क्यान प्ले अ रोल अन द्याट भनेर चाहिँ यो कोर्स लन्च गर्न खोजिरहेको। ओके, सो यो कोर्स लिने मान्छेले चाहिँ पछि गएर म पोडकास्टरै सिरियस नबने पनि पोडकास्टिङको अराउन्डमा काम गर्न सक्छु, अर अलरेडी एउटा इम्प्लोइ छ जसले चाहिँ काम गरिरहेको अर्गनाइजेसनलाई के पिच गर्छ भने गाइज हामीले पोडकास्ट गर्नु पऱ्यो भन्ने खालको पिच गर्न सक्यो होइन? एकदम एकदम। अनि यस्तो पनि भयो कि अब जस्तै फर इक्जाम्पल यो सबै कुरा चाहिँ किन आयो भन्दाखेरि पडकास्टिङ सिन ग्रो भइरहेछ होइन। देयर इज गोइङ टु बी मोर पडकास्टर। अनि नेपालमा चाहिँ मैले अहिले कस्तो देखिरहेको छु भन्दाखेरि आई सी अ लट अफ न्युवर स्पेसेस फर निस पडकास्ट। जस्तै जेनरल पडकास्ट, अब जस्तै 2 किसिमको पडकास्ट भयो। एउटा चाहिँ जेनरल पडकास्ट भयो जहाँ चाहिँ यु आर टकिङ अबाउट एभ्रिथिङ एन्ड एनिथिङ। अर्को चाहिँ निस पडकास्ट भयो जहाँ चाहिँ यु आर जस्ट टकिङ अबाउट फ्यु अफ योर निस, एउटा कम्युनिटी ड्रिभन हुने भयो होइन। अनि त्यहाँ चाहिँ टन्नै स्पेस छ कि। जस्तै फर इक्जाम्पल नेपालमा अब साइबर सिक्युरिटी रिलेटेड पडकास्टको स्पेस छ होइन, एआई रिलेटेड पडकास्टको स्पेस छ, मेबी फिनटेक रिलेटेड पडकास्टको स्पेस छ, मेबी एग्रिकल्चर रिलेटेड पडकास्टको स्पेस छ, इनर्जी रिलेटेड पडकास्टको स्पेस छ। हामीले गरेर आएको छौँ कन्स्ट्रक्सन रिलेटेड पडकास्ट होइन, टेक रिलेटेड पडकास्ट। सो कति धेरै पडकास्टको निस अझै खाली छ। सो त्यो कन्टेक्स्टमा चाहिँ maybe this course can really help organization who wants to test podcast. They can send someone from their team जसलाई चाहिँ हामीले ग्रुम गरिदिन सक्यौँ 6 हप्तामा, or somebody aspirational who wants to start get into a podcasting, or somebody जसलाई चाहिँ पडकास्टिङ सिन चाहिँ दामी लागिरहेको छ। They don't exactly want to be a podcast host but they want to be a part of this कि यो नयाँ इन्डस्ट्रीमा मैले करियर खोल्न सक्छु कि भन्ने हिसाबबाट चाहिँ यो कोर्स हुनसक्छ होला। अब यो कोर्समा चाहिँ हामीले होस्टिङ सिकाइरहेको छौँ, प्रोडक्सन सिकाइरहेको छौँ, पोस्ट प्रोडक्सन सिकाइरहेको छौँ, डिस्ट्रिब्युसन एन्ड मार्केटिङ सिकाइरहेको छौँ। सो आइडिया चाहिँ एन्ड टु एन्ड हुने भयो। अनि एउटा भनाइ छ नि, यु क्यान नट डेलिगेट वाट यु डोन्ट नो। सो मेबी वन्स यु नो अल दिस लेयर्स अफ पडकास्टिङ, मेबी यु क्यान बी भेरी स्पेसिफिक कि मलाई यसमा जान छ, मलाई यसमा जान छ, या यो काम चाहिँ मलाई आउटसोर्स गर्न मन छ, या यो काम चाहिँ मलाई गर्न मन छैन भन्ने क्ल्यारिटी पनि हुन्छ होला।
सो तपाईँले अहिले पोडकास्टिङको बारेमा भन्दाखेरि चाहिँ ठ्याक्कै क्याटेगोरी छुट्यो कि एउटा त्यो निस र ब्रोड त भइहाल्यो अर्को चाहिँ पोडकास्टिङ कि एउटा अर्गनाइजेसनको पर्सपेक्टिभबाट हुने भयो कि एउटा इन्डिभिजुअलको पर्सपेक्टिभबाट हुने भयो सो जस्तै एउटा अर्गनाइजेसनलाई चाहिँ त्यो ब्रान्डलाई चाहिँ त्यो क्याटेगोरीको लिडर बन्नु छ भने चाहिँ उसले चाहिँ पोडकास्टिङ गर्नु पऱ्यो एउटा ह्याक टुल जस्तै भयो एकदम सोच न तिमी एउटा साइबर सिक्युरिटी कम्पनी रन गरेर राख्छौ अनि यु हेभ वान अफ द टप पडकास्ट इन साइबर सिक्युरिटी कति बवाल लिड जेनेरेसन टुल हो कति बवाल मार्केटिङ टुल हो होइन तिमी एउटा एग्रिकल्चर कम्पनी छ एन्ड देन यु हेभ दिस प्लेटफर्म एग्रिकल्चर पडकास्ट जहाँ चाहिँ एग्रिकल्चरको हरेक स्टेक होल्डर्सलाई लिएर आएर तिमीले मिनिङफुल कन्भर्सेसन बिल्ड गरेर राखेको छौ कति बवाल मार्केटिङ स्ट्राटेजी होइन त्यो इकोसिस्टमलाई ओनै गर्न सक्यौ नि त तिमीले टु सम एक्सटेन्ट सो मार्केटिङको एङ्गलबाट र बिजनेसको एङ्गलबाट आई क्यान गो अन एन्ड अन कि वाइ पडकास्टिङ इज सो इम्पोर्टेन्ट स्पेसिफिकली बिकज मेरो करियरमा पनि त्यो ठुलो रोल प्ले गरेको छ नि त पडकास्टले सो त्यही भएर पनि होला सो त्यही अब इन्डिभिजुअल लेभलको कुरा गर्दाखेरि चाहिँ पोडकास्टिङले गर्दा तपाईँको पर्सनल ब्रान्डिङलाई अपलिफ्ट गरेको छ सो हाउ कतिको फाइदा भइराखेको लास्टै आजको दिनमा मलाई कस्तो लाग्छ भन्दाखेरि इफ आई वान्ट टु मिट एनी वान अल आई हेभ टु से इज हाई माई नेम इज अनुभव आई बिन होस्टिङ पडकास्ट इन लास्ट 7 years वुड इट बी पोसिबल टु क्याच अप फर अ कफी भन्दाखेरि चाहिँ 99% अफ द टाइम इभन इफ द गेस्ट डु नट सो अप फर द पडकास्ट दे गिभ मी अ टाइम फर द कफी के सो त्यो एङ्गलमा नेटवर्किङको एङ्गलमा रिचिङ आउटको एङ्गलमा कोलाबोरेसनको एङ्गलमा त कति हो कति होइन स्पेसिफिकली मैले के पनि फिल गर्छु भन्दाखेरि अब बाहिर इभेन्टहरूमा जाँदाखेरि के कस्तो ठाउँमा चाहिँ मैले हाम्रो अडियन्स भेट्छु भन्दाखेरि यदि म कुनै स्टार्टअप इभेन्टमा गइरहेको छु कुनै फिन्टेक इभेन्टमा गइरहेको छु या कुनै कर्पोरेट इभेन्टमा गइरहेको छु आई सी सो मेनी पिपल हु नो मी तर फेरि म कुनै एउटा इन्टरटेनमेन्ट फनवाला मात्र त्यति धेरै चिन्दैन क्या त्यो कन्टेक्समा चाहिँ ओके नोइङली अननोइङली कस्तो प्रिसाइज अडियन्स बिल्ड गरिएछ अनि द्याट्स वाट आई वान्ट होइन मतलब द्याट्स वाट आई इन्जोय सो त्यो एङ्गलमा चाहिँ पर्सनल फाइदा त आई थिङ्क पर्सनल लेभलमा त वाइल्ड भएछ अनि आई थिङ्क इभन फर हाम्रो अरू बिजनेसेसहरूलाई चाहिँ दिस हेज एक्चुली बिकम अ गुड लिड जेनेरेसन मसिन के पडकास्टिङ होइन अब त हामी झन् बिकम अ डुवर सुरु गरेर आएको छौँ सो एडभान्टेज त आई थिङ्क इन्डिभिजुअल लेभल र कम्पनी लेभलमा कति हो कति के सो कति हो कति अब त्यसमध्ये पनि बिगेस्ट अपर्च्युनिटी चाहिँ कुनै एउटा बिगेस्ट अपर्च्युनिटी चाहिँ आई थिङ्क मैले नसोचेको अपर्च्युनिटिजहरू पाइरहेको छु कि किन भन्दाखेरि जब तिमीले एउटा कुनै राम्रो कन्भर्सेसन क्रिएट गर्छौ र इन्टरनेटमा हाल्छौ नि content give you a potential to go one to many. From one to one, it becomes one to many, right? So you don't know what you don't know. You don't know a lot of crazy opportunities out there in the market, right? So मलाई चाहिँ सबभन्दा बवाल फिल भएको छ यसले चाहिँ मलाई यस्तो यस्तो खतरा खतरा अपर्च्युनिटी लिएर आइरहेको छ कि जुन चाहिँ मैले खोज्न सक्थेन होला कि बिकज जेनरली कस्तो कुरा खोजिन्छ जुन कुरा थाहा भएको कुरा खोजिन्छ नि त तर कन्टेन्टले गर्दाखेरि मलाई एउटा कस्तो लेभरेज दियो भन्दाखेरि माई कन्भर्सेसन माई थट प्रोसेस इज फ्लोटिङ अन द इन्टरनेट and it is reaching to so many people that I have no idea about कि they exist and they are coming up with lot of interesting opportunities के so कति हो कति सो बेसिक एउटा कस्तो कन्फ्युजन हुन्छ होला कि कसैले पोडकास्ट स्टार्ट गरिरहेछ भने डु आई निड टु बाई एक्सपेन्सिभ इक्विपमेन्ट भनेर सोध्छ होला सो त्यसको लागि चाहिँ कसैलाई इनिसियली नै स्टार्ट गर्दाखेरि चाहिँ केही इक्विपमेन्ट नै सबै लिनुपर्छ कि के हुन्छ होला त्यसमा पर्दैन आई थिङ्क अडियन्सलाई पनि के मजा आउँछ भन्दाखेरि ग्रेजुअल ग्रोथ हेर्न मजा आउँछ क्या जस्तै तिम्रो 10-15 20वटा एपिसोड र 21देखि 50वटा एपिसोड र 50देखि 100वटा एपिसोडमा चाहिँ क्वालिटीको ग्रोथ भएको छ इक्विपमेन्टको ग्रोथ भएको छ तिम्रो बोल्ने स्टाइलको ग्रोथ भएको छ भने द्याट इज योर स्टोरी होइन सो यु सुड नट थिङ्क कि मसँग सबै पर्फेक्ट इक्विपमेन्ट आइसकेपछि बल्ल मैले पडकास्ट गर्छु भने त द्याट्स अ रङ माइन्ड सेट होइन बिकज स्टोरी नै भएन नि त आज तिमीले जो रोगनको एपिसोड 1 र अहिलेको लेटेस्ट एपिसोड हेऱ्यो भने जमिन आसमान फरक छ डुवर्सको एपिसोड 1 र डुवर्सको अहिलेको यो लेटेस्ट एपिसोड हेऱ्यो भने जमिन आसमान फरक छ होइन अनि अडियन्सलाई पनि वेन दे स्क्रोल दे विल फिल लाइक यो दिस गाई दिस गर्ल हेज ग्रोन सो मच होइन उसको इक्विपमेन्ट ग्रो भएको छ उसको बोल्ने तरिका ग्रो भएको छ किन भन्दा पडकास्टिङ त इक्विपमेन्टले मात्र गरेर भएन तिम्रो बोल्ने शैली सुन्ने तरिका प्रश्न सोध्ने शैली पनि इज इम्पोर्टेन्ट सो त्यो एङ्गलबाट चाहिँ आजको दिनमा पडकास्टिङ त तिम्रो फोनबाट पनि खिचे भयो कि किन भन्दाखेरि कन्टेन्ट के हो भन्ने कुरा होइन किन भन्दाखेरि पडकास्टिङ भनेको जेनरली के हो भन्दाखेरि चाहिँ एउटा वार्तालाप हो नि त इट्स एन कन्भर्सेसन बिट्विन 2 and more पिपल राइट यदि 2जना र 2जनाभन्दा बेसी मान्छेहरूको कन्भर्सेसन भ्यालुएबल छ भने मान्छेले सुनिदिन्छ क्या तिम्रो 720p मै भिडियो पनि सुनिदिन्छ होइन अडियो चाहिँ राम्रो हुनु पऱ्यो हजुर तर अहिलेको जमानामा आई थिङ्क यु क्यान गेट ए गुड क्रिप्स अडियो इभन फ्रम अ मोबाइल अनि अहिले एआई टुल त कति आएको छ जसले चाहिँ अडियो क्लिन गर्छ होइन जस्तै एडोबीको पडकास्ट भन्ने छ कस्तो मजाले क्लिन गर्छ होइन त्यो क्र्याङ्की भिडियोजहरू पनि सो अझ
टु टेक अ नेक्स्ट फेज हुन त अहिले यो पोइन्ट अफ टाइममा चाहिँ अ लट अफ रिसर्च सेज द्याट कि अ लट अफ पडकास्ट पर्फर्म वेल इफ दे अल्सो हेभ अ भिडियो सो होइन. यदि युट्युब नै आजको दिनमा वान अफ द लार्जेस्ट पडकास्टिङ प्लेटफर्म भएको छ. मन्थली अस्ति एउटा डेटा पढेर आएको थियो, मन्थली 1 बिलियन प्लस भ्युज छ अरे युट्युबमा मात्र पडकास्टको होइन. तर इफ यु आर लो अन रिसोर्सेस तिमीले त सिम्पली मोबाइल युज गरेर अडियो मात्र गरेर स्पोटिफाईमा डिस्ट्रिब्युट गरेर लेट्स से 20 वटा एपिसोड 25 वटा एपिसोड 30 वटा एपिसोड तिमीले अडियो मात्र युज गर्छौ, त्यहाँ राम्रो अडियन्स बिल्ड गर्छौ अनि त्यसपछि पनि अपग्रेड गर्न पाइयो कि. भन्नु खोजेको चाहिँ यु सुड बी एबल टु स्टार्ट विथ अ बेयर मिनिमम एन्ड इन्भेस्ट एज यु गो. नाइ भने चाहिँ यु अलवेज गेट स्टक कि मसँग सामान छैन मसँग ऊ छैन भनेर के. सो आई थिङ्क यु सुड स्टार्ट विथ वाट एभर यु हेभ. अनि आई थिङ्क एउटा बेयर मिनिमम मोबाइल चाहिँ सबैजनासँग छ. सो तर ऊ चाहिँ हुनु पऱ्यो कन्टेन्ट के हो भन्ने एङ्गलमा, कन्भर्सेसन के हो भन्ने एङ्गलमा, क्वेसन के हो भन्ने एङ्गलमा चाहिँ त्यो चाहिँ फेरि अलिकति हावा हुनु भएन कि. त्यो चाहिँ थटफुल मजा आउनु पऱ्यो, अडियन्सलाई भ्यालु आउनु पऱ्यो, अर मेबी द राइट वर्ड इज भ्याल्यु ड्रिभन हुनु पऱ्यो. सो इक्विपमेन्ट पनि ग्रेजुअली डेभलप हुँदै जाने भयो अनि अब स्किल्सकै केसमा पनि भ्यालु त दिनु पऱ्यो. अफकोर्स अब त्यसको लागि चाहिँ त्यो पनि ग्रेजुअली डेभलप हुँदै जान्छ कि. जस्तै अब तपाईँको केसमा पनि इफ यु हेभ टु रिफ्लेक्ट ब्याक होइन सुरु गर्दाखेरि र अहिले चाहिँ डिफ्रेन्स के पाउनुहुन्छ, त्यो कस्तो कस्तो स्किल्स सिक्दै जानुभयो त्यो थ्रु आउट द प्रोसेस. आई थिङ्क मैले सिकेको सबभन्दा इम्पोर्टेन्ट स्किल सेट जुन चाहिँ मेरो पडकास्टिङमा मात्र होइन कि मेरो अरू रेगुलर लाइफमा पनि हेल्प भएको चाहिँ एक्टिभ लिसनिङ हो. ओके. Even when I'm talking with my friends, when I'm talking with my partner, when I'm talking with my parents, I think मैले चाहिँ एउटा के रियलाइज गरेँ भन्दाखेरि एक्टिभ लिसनिङ कि. उसले कहिले बोल्न रोक्छ र मैले बोल्छु भन्ने मान्छेबाट उसले भन्न के खोजे हो या उसले भनेको कुरालाई रिपिट गरेर दिस इज वाट आइम हियरिङ एम आई राइट भन्नेवाला एङ्गल होइन. र उसले भनेको कुरामा चाहिँ ए होइन अनि मलाई यो इन्ट्रेस्टिङ लाग्यो भनेर डिपर डिग गर्न सक्ने एक्सपर्टिज चाहिँ बिल्ड भएको छ जुन चाहिँ आई थिङ्क अगेन मैले भने जस्तै इट हेज हेल्प मी इन एभ्री एस्पेक्ट अफ लाइफ. सो एक्टिभ लिसनिङ वुड बी समथिङ द्याट हेज द्याट समथिङ पडकास्टिङ हेज रियली गिभन मी. ओके. नट जस्ट पर्सनल ब्रान्डिङ, पर्सनल डेभलपमेन्ट पनि हुने भयो. 100%. अनि आई थिङ्क पर्सनल ब्रान्डिङ र पर्सनल ग्रोथ हेज टु गो ह्यान्ड इन ह्यान्ड. यु क्यान नट बिल्ड अ पर्सनल ब्रान्ड भित्र खोक्रो छ भने बाहिर जति पनि ऊ गरे पनि त पर्सनल ब्रान्ड पनि त कम्पाउन्डिङ हुँदै जाने कुरा हो. कसैले तिमीलाई इन्टरनेटमा हेऱ्यो तिम्रो बारेमा एउटा इम्प्रेसन बिल्ड गरे अनि तिमीलाई भेट्दाखेरि भित्र खोक्रो छ भने त द्याट्स द रङ पर्सनल ब्रान्ड. बिकज पर्सनल ब्रान्ड इज समथिङ वाट पिपल टक अबाउट यु बिहाइन्ड यर ब्याक भन्ने हो नि त. सो एब्सोल्युटली त्यो इन्टरनल ग्रोथ त हुनै पऱ्यो. अब टकिङ अबाउट ग्लोबल पर्सपेक्टिभमा त पोडकास्ट एकदमै इन्क्रिज भइराखेको छ. अनि नेपालको चाहिँ कमिङ 5 to 10 इयर्समा चाहिँ कस्तो सिनेरियो देख्नुहुन्छ पोडकास्टिङको? आई सी अ लट अफ अर्गनाइजेसन गेटिङ इन्टु पडकास्टिङ. हामीले अब कति अर्गनाइजेसनहरूसँग काम गरेर आएको छौँ होइन. अनि पडकास्टिङ चाहिँ कस्तो भयो भन्दाखेरि अझ सिरियस बिजनेसेसहरूको लागि के हु क्यान नट हु हेज टु बी सिरियस होइन त्यसको लागि चाहिँ पडकास्टिङ जस्तो बेस्ट अप्रोच चाहिँ केही भएन. किन भन्दाखेरि यहाँ बेसिकली तिमी एउटा एक्सपर्टलाई लिएर आएर एक्सपर्टको एक्सपिरियन्स युज केस उसलाई फिल भएको कुरा गर्छौ नि त. अनि त्यो एङ्गलमा त आई थिङ्क आई सी अ लट अफ बिजनेसेस ओनिङ अ पडकास्टिङ आफ्नो निसको. आई सी अ लट अफ न्यू निस पडकास्टिङ थिङ कमिङ अप. आई सी अ लट अफ न्यू टेक्नोलोजिकल कम्पनी हु विल बी वर्किङ अराउन्ड पडकास्टिङ. मेबी पडकास्ट एड प्लेटफर्म हुनसक्छ होइन अर पडकास्टिङ एज सर्भिस. तिमीले र मैले नै अहिले देखिरहेको कुरा त लास्ट 1 इयरमा पडकास्टिङ स्टुडियोहरू त एक्ज्याक्टली कति बुम भएको छ विच इज अ ग्रेट थिङ राइट होइन. मान्छेले जागिर पाइरहेको छन्, काम पाइरहेको छन्, इनोभेसन भइरहेको छ. सो आई सी अ लट अफ निस पडकास्टिङ. बेसिकली बिजनेसेस इन्भेस्टिङ हेभली अन पडकास्टिङ चाहिँ इज वाट आई प्रिडिक्ट. सो एउटा लाइन चाहिँ तपाईँले रिपिट गरिराख्नु भएको हुन्छ नि त मल्टिपल टाइम. सो एभ्री कम्पनी सुड एक्ट लाइक अ मिडिया कम्पनी भनेर. सो डु यु थिङ्क पोडकास्ट इज रिलेटेड विथ द्याट? अहिले त आई थिङ्क यो मेरो के अरे ऊ भएको छ. अ लट अफ पिपल हु कम टु मी अनि से कि अरू आई स्टिल रिमेम्बर 5 years 6 years 7 years नाउ बिफोर युज टु से एभ्री कम्पनी हेज टु एक्ट लाइक अ मिडिया कम्पनी एन्ड नाउ इट सिम्स लाइक इट इज फाइनली ह्यापनिङ होइन. बिकज आई थिङ्क बालेन इफेक्ट पनि होला कि हाउ अ ब्रान्ड सुड बी बिल्डिङ देयर ओन सब्सक्राइबर बेस भनेर. अनि आई एब्सोल्युटली एग्री कि पडकास्ट कुड बी वान अफ दि फर्मेट अफ कन्टेन्ट आउट अफ अ लट अफ अदर फर्मेट अफ कन्टेन्ट. पडकास्ट कुड बी दि बेस्ट टु बिल्ड टु एक्ट एज अ मिडिया कम्पनी कि. किन भन्दाखेरि एउटा मिडिया कम्पनीले के गर्छ आफ्नो इन्डस्ट्रीको राइट इन्फर्मेसनहरूलाई चाहिँ बाहिर लिएर आउँछ नि त होइन. अब इफ यु हेभ टु एक्ट एज अ मिडिया कम्पनी एन्ड इफ यु रियली हेभ टु बी क्रिएटिभ कि आज कुन भिडियो गरौँ भने चाहिँ द्याट्स भेरी ड्रेनिङ होइन. इट टेक्स ह्युमङ्गस अमाउन्ट अफ रिसोर्सेस. तर इफ यु
एउटा निसमा बसेको छ र त्यो निसको राइट थट प्रोसेसहरूलाई बाहिर निकाल्न छ भने चाहिँ नाउ अल यु हेभ टु डु इज फाइन्ड गुड गेस्ट, फाइन्ड गेस्ट विथ एक्सपर्टिज होइन. त्यहाँ चाहिँ इट बिकम्स मच इजी कि यु डोन्ट रियली हेभ टु बी यो एपिसोड यो हप्ता चाहिँ केमा क्रिएटिभ हुँ होइन. जस्तै डुवर्सले हप्तामा महिनामा 8वटा पडकास्ट गर्छ, सुशान्तले महिनामा 12वटा पडकास्ट गर्छ, जो रोगनले 16-17वटा एपिसोड गर्छ होइन. भनेपछि इफ यहाँ चाहिँ के सिम्प्लिफाई भयो भन्दाखेरि चाहिँ यु जस्ट हेभ टु फाइन्ड राइट पिपल, यु जस्ट हेभ टु वर्क अन आस्किङ रिफ्लेक्टिभ क्वेसन, आस्किङ मोर थटफुल क्वेसन, अर क्रिएटिङ यस्तो कन्भर्सेसन जुन चाहिँ अडियन्सले भ्यालु पाउँछ. सो त्यो एङ्गलमा चाहिँ आई थिङ्क podcast could be a really good starting point for a lot of brands who wants to act as a media company. किन भन्दाखेरि how do you become a media company? By bringing out things that matters to the audience, that matters to your customer base. अनि I think it's much, while this is not the cheapest form, but I think for people who can afford, podcasting could be a right form to act as a media company. So instead of doing just advertisements and all, सो पोडकास्टिङ पनि एड गर्दाखेरि चाहिँ एउटा भ्यालुएबल लिडरसिप पनि आउने भयो अनि द्याट क्यान मेक देम क्याटेगोरी लिडरसिप पनि त्यो भन्नु 100%. अनि अर्को कुरा चाहिँ अरू फर्मेट अफ कन्टेन्टमा चाहिँ पिपल ट्रस्ट लेस, किन भन्दाखेरि यु क्यान फेक इट. तर पडकास्टमा इट्स इम्पोसिबल टु फेक के. जस्तै फर इक्जाम्पल तिमीले मलाई होस्ट गर्यो या मैले कसैलाई होस्ट गरेँ 1-1.5 घन्टाको लागि, 1-1.5 घन्टामा उसको रियालिटी आउँछ कि होइन, बिकज यु क्यान ओन्ली फेक टु सम एक्सटेन्ट. तर 1-1.5 घन्टा 2 घन्टा गफ गर्न थालिसकेपछि त्यो बनावटी कुराहरू अडियन्सले थाहा पाइदिइहाल्छ होइन. सो इफ यु आर एन अनेस्ट कम्पनी, यति चाहिँ लुकाउनको लागि धेरै केही कुरा छैन. अनि इफ यु वान बी भेरी हाइली इथिकल कम्पनी, पडकास्ट त बवाल भयो. किन भन्दाखेरि यु आर सोइङ बेसिकली हु यु आर होइन, अदर हु द गेस्ट इज. त्यहाँ फेक गर्नेवाला कुरा पनि केही पनि छैन. त्यही भएर पनि तिमीले ख्याल गरेछौ एउटा सर्टन पोइन्टमा 2015देखि 20 भ्लग वाज क्वाइट पपुलर. त्यसपछि चाहिँ पडकास्ट स्टार्टेड पिकिङ अप. भ्लग किन पपुलर भयो भन्दाखेरि चाहिँ फ्रम अ भेरी स्क्रिप्टेड साइड अफ अ कन्टेन्ट नाउ इट्स यसले चाहिँ मान्छेको रियल लाइफ, प्राइभेट लाइफलाई देखाउन थाल्यो होइन. तर अहिले पनि अब त कस्तो भन्दाखेरि भ्लग चाहिँ एडिटेड हुन थाल्यो. सो त्यहाँ पनि कतिपय कुराहरू चाहिँ ड्रामाटाइज स्क्रिप्टेड गर्न थालियो. तर अब पडकास्टमा आएको छ भने चाहिँ सायद पडकास्ट पछि पनि कस्तो फर्मेटहरू आउला भन्दाखेरि जसले चाहिँ मोर रियालिटी, मोर अथेन्टिकनेस देखाउँछ कि होइन. अनि झन् अबको पोस्ट एआई वर्ल्डमा त अथेन्टिसिटी, रियालिटी बिकम्स मोर इम्पोर्टेन्ट बिकज इट इज मच इजियर टु क्रिएट अ फेसलेस ब्रान्ड होइन विथ एआई देन बिफोर एआई कि. सो त्यो कन्टेक्समा चाहिँ एभ्रिथिङ द्याट यु हेभ सेड प्लस बिङ अथेन्टिक, बिङ मोर ट्रु होइन, सोइङ द रियल इमेज अफ हु वाट द ब्रान्ड इज अबाउट भन्ने पनि होला क्या त्यहाँ चाहिँ. ओके. सो पोडकास्टिङ एउटा यस्तो लङ फर्म कन्टेन्ट भयो यसरी हेर्दाखेरि त होइन. अनि एउटा यस्तो भ्यालुएबल एसेट्स पनि भयो जसको हेल्पले चाहिँ मल्टिपल रिपर्पोज कन्टेन्टहरू बनाउन सकिन्छ. अब जुन चाहिँ ब्रान्डको लागि त त्यो त नेभर एन्डिङ कन्टेन्ट जस्तो पनि आउनसक्छ. एक्ज्याक्टली लाइक वी डु इन डुवर्स होइन, मल्टिपल क्यारेजल्सहरू बनाउँछौँ, रिल्सहरू बनाउँछौँ. सो त्यो पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ ब्रान्ड्सहरूलाई त एक किसिमको ह्याक कोड जस्तै भयो. किन भन्दाखेरि आजको दिनमा होइन, इफ यु वान बी डिजिटली एक्टिभ यु हेभ 2 अप्सन, इदर स्टार्ट विथ अ लङ फर्म कन्टेन्ट अर सर्ट फर्म कन्टेन्ट. द ह्याक इज इफ योर लङ फर्म, इफ यु वाइल क्रिएटिङ अ लङ फर्म कन्टेन्ट यो सर्ट फर्म कन्टेन्टको निड पनि सल्भ भइरहेको छ भने त ह्याकै भयो होइन. अनि अ लट अफ B2B बिजनेस या सिरियस बिजनेसहरूलाई चाहिँ वेन दे कम टु मी टु टक अबाउट डिजिटल मार्केटिङ या मार्केटिङको निड, आई पुछ देम एन आइडिया कि वाट डु यु थिङ्क अबाउट पडकास्टिङ. किन भन्दाखेरि पडकास्टिङ गऱ्यो भने युट्युब एक्टिभ भयो, स्पोटिफाई एक्टिभेट भयो, त्यसलाई चाहिँ सानो पिसेस अफ कन्टेन्टमा चाहिँ टिकटक, इन्स्टाग्राम, रिल्स एक्टिभेट भयो, त्यसलाई क्याजुअलमा चाहिँ लिङ्क्डइन एक्टिभेट भयो, इमेजेसमा चाहिँ पिनिन्ट्रेस्ट एक्टिभ भयो भनेपछि बेसिकली the right word you used was hack. It's literally a hack to activate all your social handles okay? And with the right genuine information, you are not even faking much. So त्यो कन्टेक्समा चाहिँ I think specifically as a B2B को लागि, B2C लाई पनि it works wonder if you use the right strategy. तर more specifically B2B business को लागि त बवाल ह्याक भयो कि. अनि it's really surprising for me कि युट्युबमा क्रिएट गरेको कन्टेन्टलाई रिपर्पोज गरेर हामीले 2 to 3 million भ्युज इन्स्टाग्राम, फेसबुक, टिकटकबाट जेनेरेट गरेर राखेको छौँ. द्याट्स लिटरली नगर्न सकिन्थ्यो नि त. तर गर्दाखेरि चाहिँ भनेपछि हाम्रो सबै सोसियल मिडिया एक्टिभेट भयो. इमेजिन द काइन्ड अफ पिपल वी आर रिचिङ आउट. सो या अनि अहिले न्युज लेटर बुझ्न थालिसकेपछि, क्याजुअल बुझ्न थालिसकेको छ है, द काइन्ड अफ अ थिङ वी आर डुइङ. अहिले भर्खर तिमीहरूमा वी वर्कड आउट इन्टु फ्रम अ मिटिङ जहाँ चाहिँ वी आर रिपर्पोजिङ, वी आर कन्भर्टिङ अल आवर पडकास्ट इन्टु अ ट्रान्सक्रिप्ट एन्ड देन ट्राइङ टु रन सम एआई मोडल्स विथ इन द्याट ट्रान्सक्रिप्ट एन्ड देन कमिङ अप विथ अदर फर्मेट अफ कन्टेन्ट होइन. सो इट्स ह्युमङ्गस आर्काइभ अफ कन्टेन्ट. इट्स लाइक नेभर एन्डिङ कन्टेन्ट पाइरहेको छ. नेभर एन्डिङ कन्टेन्ट त्यो पनि अथेन्टिक एक्सपर्टले बनेको होइन.
सबभन्दा मलाई चाहिँ पर्सनली फिल हुने चाहिँ वान अफ द भेरी इम्पोर्टेन्ट रोल चाहिँ एउटा भिडियो एडिटरले प्ले गर्छ। सो आज हामीसँग हुनुहुन्छ विवेक दाई। उहाँले चाहिँ अहिलेसम्म मोर देन हन्ड्रेड्स अफ एपिसोड्स एडिट गरिसक्नु भएको छ पोडकास्टको, अनि 5 years प्लस पनि भइसकेको छ। सो उहाँले चाहिँ आफ्नो केही एक्सपिरियन्सहरू सेयर गर्नुहुन्छ, अनि हामी सँगै काम गरेको पनि थुप्रै भइसकेको छ। हामीले सँगै पनि मिलेर 50+ एपिसोड प्याकेज गरिसकेको छौँ। सो अनि अब प्याकेजकै वर्कफ्लोमा हामी यसो रिफ्लेक्ट गर्दाखेरि चाहिँ यसो जाँदाखेरि पछाडि हामीले चाहिँ यो पोडकास्ट एडिट गर्दाखेरि चाहिँ दाइ र मैले चाहिँ तपाईँले यसो रिफ्लेक्ट गर्नुभयो भने हामीले इफेक्ट्स ट्रान्जिसन भन्दा पनि कन्टेक्स्ट, स्टोरी टेलिङ कसरी बिल्ड गर्ने, कन्भर्सेसनलाई कसरी गाइड गर्ने भनेर हेरिरहेको हुन्छौँ कि। सो तपाईँले डिफ्रेन्ट फर्म अफ भिडियो एडिटिङ गर्नुहुन्छ अरू पनि पोडकास्टिङ बाहेक। सो कस्तो डिफ्रेन्स पाउनुहुन्छ त अरू फर्म अफ भिडियो एडिटिङ र पोडकास्टिङमा? अब पोडकास्ट भनेको चाहिँ अलि लङ फर्म कन्टेन्ट हो। अब अरू टाइपको एडिटिङ भन्दा चाहिँ अलि फरकै हुन्छ। यो चाहिँ अब होल कन्भर्सेसन सुनेर अनि ल के कुरा गर्यो अनि त्यही अनुसार गर्ने हो। ठिक छ, के मैले बुझेँ भन्दाखेरि यसो लङ फर्म भएको कारणले चाहिँ हल्का डिफ्रेन्ट नै हुन्छ भन्ने खालको बुझेँ। तर कतिको कन्टेक्स्ट चाहिँ कतिको बुझ्नुपर्छ कि पोडकास्टको सिचुएसनमा चाहिँ कि कस्तो कन्टेक्स्ट भन्नाले त्यो कन्भर्सेसनको कन्टेक्स्ट, होल कन्टेक्स्ट के छ त, कसरी प्याकेज भइरहेको छ, कुन डाइरेक्सनमा लगिरहेको छौँ। जस्तै हाइलाइट बनाउनुहुन्छ तपाईँले होइन, इम्पोर्टेन्ट क्लिप्सहरू निकालिरहनु भएको हुन्छ, त्यसको लागि त कन्टेक्स्ट बुझ्नुपर्छ होला नि त। मानौँ अब तपाईँ एग्रिकल्चर इन्डस्ट्रीको लागि पोडकास्ट भिडियो बनाइरहनु भएको छ, तर तपाईँलाई एग्रिकल्चरको केही पनि थाहा छैन, के हुन्छ पनि थाहा छैन, तर त्यसको दुईवटा एक्सपर्ट बसेर कन्भर्सेसन गरिरहेछ, कति जार्गन्सहरू हुन्छ होला, कति टर्मिनोलोजिसहरू हुन्छ। सो त्यो कन्टेक्स्ट बिल्डअप गर्ने चाहिँ एउटा च्यालेन्जिङ प्रोसेस हो कि होइन होला? हो, अब आफूलाई नै थाहा भएको टपिकमै छ भने त सजिलो। अब कहिलेकाहीँ चाहिँ फेरि कस्तो सुन्दै नसुनेको कुराहरू, त्यस्तो कुराहरूको पनि अब प्याकेजिङ गर्दाखेरि चाहिँ अब हो कि होइन टाइप्सको के, अब रिसर्च गर्दै एडिट गर्दै रिसर्च गर्दै एडिट गर्दै गर्नुपर्छ। भनेपछि तपाईँको एडिटिङको पार्टमा रिसर्चिङ पनि पर्ने भयो एज अ पोडकास्ट एडिटर त? पर्छ। ओके। सो अब तपाईँले कस्तो खालको क्लिप्स भाइरल हुन्छ भने पहिले थाहा पाउनुहुन्छ त? जेनरली रिल्सहरू निकाल्दाखेरि यो भाइरल हुन्छ कि हुँदैन भन्ने थाहा पाउनुहुन्छ त? अब भाइरलिटी भनेको चाहिँ अब मेन त कन्टेन्ट हो होइन। अब कस्तो टाइपको कुराहरू गरेछ, अब मेन जाने भने त अब नेगेटिभ कुराहरू चाहिँ अलि चाँडो भाइरल हुन्छ। अनि अर्को चाहिँ अलि रिलेटेबल, मासले रिलेट गर्ने कुराहरू चाहिँ राख्यो भने चाहिँ अलि भाइरल जान्छ, अलि धेरै रिच जान्छ। अनि मेनली चाहिँ अब कन्भर्सेसनमा चाहिँ हामीले अब कम्प्लेक्स कुराहरू राख्यो भने चाहिँ खासै रिच नजाँदो रहेछ। ओके। जहाँसम्म मैले बुझेको अनुसार चाहिँ हामीले चाहिँ एकदम सिम्पल, जो अब 3 क्लासको बच्चाले नि बुझ्ने टाइपको एडिटिङ कन्टेन्ट त्यस्तो टाइपको राख्यो भने चाहिँ अलिक भाइरलिटीमा चाहिँ छुने रहेछ। त्यो नेपालको मात्रै केसमा हो कि ग्लोबली नै हो? यो चाहिँ ग्लोबलै हो जहाँसम्म मलाई लाग्छ। अलिक कम्प्लेक्स टपिकहरू त मान्छेहरूले सर्च गरेर हेर्ने हो नि त, सिधै फिडमा आउँदैन क्या कम्प्लेक्स टपिकहरू। ओके, भनेपछि एउटा मान्छेले कतिको कन्भर्सेसन चाहिँ कसरी कम्युनिकेट गर्छ भन्नेमा म्याटर गर्यो होला कि। लेट्स सपोज देयर इज अ पर्सन जो चाहिँ त्यो इन्डस्ट्रीको एकदम एक्सपर्ट हो, लिडर हो, अनि बट कम्युनिकेसन स्किल नट सो गुड, उसले भनेको कुरा सिम्पल वेमा भन्न सकिरहेको छैन, एउटा त्यो। अनि अर्को मान्छे नट सो द्याट बिग नेम, बट उहाँले चाहिँ एकदम राम्रोसँग कम्युनिकेट गर्नु भइरहेछ भने त्यो भिडियो चाहिँ जाने भयो। अब यो केसमा चाहिँ सो कुन चाहिँ प्याकेज गर्न सजिलो हुन्छ त तपाईँलाई जेनरली नै? अब जेनरली त अब त्यही सेकेन्ड पर्सन जसले अब सिम्पल वेमा एक्सप्लेन गर्छ त्यही नै हुन्छ। किनकि मान्छेलाई कम्प्लेक्स गाह्रो कुरा हेर्न मन लाग्दैन, बुझ्न नि मन लाग्दैन, बुझ्न नि खोज्दैन। ओके, यो चाहिँ यत्तिकै मैले अब जेनरली भनेको है। अब कोही होला बुझ्न खोज्ने, तर अब नर्मली एभरेजमा भन्दाखेरि चाहिँ यस्तो झ्याउ लाग्छ नि त मान्छेलाई। अब केही कुरा अब यो गाह्रो वर्ड छ भने, अब अलिकति लङ लेटरको वर्ड छ भने त मान्छेले पढ्न खोज्दैन।
भने Exactly. अनि त्यो कम्प्लेक्स टपिकहरू कम्प्लेक्स वर्डहरू त किन सुन्नु र किन बुझ्दैन मलाई बाल भन्छ नि मान्छेहरूले रोल्स एन्ड रेस्पोन्सिबिलिटी त एउटा एकदमै ठुलो हुन्छ एउटा भिडियो एडिटरको त्यो पोडकास्ट जाने नजानेमा होइन अनि अरू पनि धेरै फ्याक्टर्सहरू छ त्यसमा थम्बनेल हुनसक्छ टाइटल हुनसक्छ युट्युबको कन्टेक्स्टमा कुरा गर्दाखेरि अब भिडियो एडिटिङको पार्टमा आउँदाखेरि चाहिँ तपाईँले कस्तो कस्तो सफ्टवेयर युज गर्नुहुन्छ त पोडकास्टको लागि अनि अहिले चाहिँ अब आई युज प्रिमियर प्रो ओके अनि प्रिमियर प्रो चाहिँ अब इन्डस्ट्री स्ट्यान्डर्ड सर्टिफाइड नै हो सफ्टवेयर जस्ट त्यही युज गर्छु म तर अब यही सफ्टवेयर युज गर्नुपर्छ भन्ने चाहिँ छैन अब यो सफ्टवेयर भनेको जस्ट एउटा टुल हो अनि त्यो टुल चाहिँ कसले चलाउँछ त्यसमा भर पर्छ भनेपछि अरू पनि टुल्सहरू छ फाइनल कट प्रो डाभिन्सीहरू छ होइन सो कतिको गर्न सकिन्छ भन्ने सो यसो हेर्दाखेरि त पोडकास्टिङको भिडियो एडिटिङ गर्नु त कस्तो एक्सपेन्सिभ जस्तो फिल भयो कि युनिट प्रोपर टुल चाहियो अनि त्यसपछि झन् मसिन सेटअप कति चाहिन्छ होला त एटलिस्ट अब इट डिपेन्ड्स पोडकास्ट नै कस्तो टाइपले प्याकेजिङ गर्ने अब हामीले अब के अरे राज सामानी डायरी अफ द सिओ टाइपको जाने हो भने त त्यस्तै टाइपको चाहियो अब होइन सिम्पल मोबाइलले नै खिच्न मिल्यो नि त मोबाइलले मिल्छ खिच्न पोडकास्ट खिच्न मिल्छ एडिट पनि गर्न मिल्छ मिल्छ तर अब फेरि त्यो सस्तो मिड रेन्ज टाइपको पनि होइन अलिक फ्ल्यागसिप लेभलकै राम्रो स्पेक भएको फोन भयो भने त मिल्छ यार युट्युबमा अपलोड गर्न खालको मिल्छ मजाले मिल्छ ओके इन्ट्रेस्टिङ सो भन्नाले चाहिँ त्यो जुन एउटा हडल्स थियो भिडियो एडिटिङ गर्नको लागि चाहिँ यु निड टु ह्याभ त्यो 2 लाख 3 लाखको ग्राफिक्स कार्ड एन्ड अल त्यस्तो केही पनि चाहिएन त्यस्तो त चाहिएन तर अब तिम्रो फेरि मोबाइल पनि त्यस्तै चाहियो नि त 1-2 लाखकै ओके सो भन्नाले त मसँग एउटा राम्रो मोबाइल फोन फ्ल्याक्सी लेभलको भयो भने त उसको क्यामेरा पनि ठिकै हुने भयो भिडियो एडिटिङ पनि सो पोडकास्टिङ सक्यो माइक एन्ड अल त्यस्तो कन्सर्न पनि भएन त्यो पनि माइक पनि कतिपय एआई टुल्सहरू युज गरेर भोइस पनि इन्हान्स गर्न मिल्यो मिल्यो तपाईँले एआई टुल चाहिँ कस्तो कस्तो युज गर्नुहुन्छ पोडकास्ट एडिट गर्दाखेरि मैले चाहिँ अब मेनली युज गर्ने भने त अब हामी पोडकास्ट नै मेन एडिट गर्ने भएर चाहिँ एडोबीको एनहान्स स्पिच भन्ने छ एउटा फिचर भन्नाले अब उसको सब्सक्रिप्सनहरूलाई उसले दिएको सर्भिस अनि त्यसबाट चाहिँ बबालै हुन्छ भोइसको एनहान्स चाहिँ म्यानुअल्ली गराउनुभन्दा अब एआईले नै गरेकोमा चाहिँ अब एकदम टाइम पनि बच्यो दामी छ अझै हेर्दाखेरि त पोडकास्टिङको लागि त एउटा अडियो इन्जिनियर पनि हुनसक्ने भएन बिकज इट्स अल अबाउट साउन्ड हो नि त हो अनि त्यो भएको भएर सो अहिले चाहिँ हामीले गर्नै परिहाल्यो भने चाहिँ सो वी हेभ एआई टुल्स पनि अनि अरू कता कता युज गर्नुहुन्छ जस्तै सब टाइटलको लागि युज गरिरहेको देखिरहेको हुन्छु मैले होइन त्यो सब टाइटल अब रिल्सको लागि अहिले चाहिँ अब वी आर युजिङ कलाकार भन्ने चाहिँ अति गुड प्लेटफर्म फर हाम्रो यो साउथ एसियन कन्ट्रीहरूको लागि चाहिँ सो नट जस्ट इङ्ग्लिस नेपाली ल्याङ्ग्वेज हिन्दी ल्याङ्ग्वेज पनि मजाले दिन्छ मेनली जस्तै यो पजेसहरू काट्नेहरू अहिलेको एआई टुल्सबाट कम्प्लिटली मैले पोडकास्ट खिचेँ अनि त्यो र छ मलाई भिडियो एडिटिङ आउँदैन सो कम्प्लिटली एआईको थ्रुबाट एडिट गर्न सम्भव छ अहिलेको सिचुएसन टाइममा छ सम्भव नै छ कसरी सम्भव छ एउटा त अब तिम्रो कलाकारले त्यो अप्सन पनि दिएछ पजेस एन्ड कट्स पजेस अनि त्यो ओके त्यस्तोहरू अटो काटिदिन्छ क्या नाइस तर अब 100% एक्युरेट त हुँदैन तिमीले फेरि म्यानुअली चेक चाहिँ गर्नुपर्छ तर अब अहिले चाहिँ सजिलो भएको छ अब तिम्रो जेमिनाई र प्रिमियर प्रो पनि अहिले लिङ्क गर्न मिल्छ क्या अनि सर्टेन प्रम्प्टहरू हालेर कट गर्न मिल्छ पजेस एन्ड त्यो ऊहरू अहिले त्यस्तो फिचर चाहिँ छ भनेपछि त भिडियो एडिटरको जब एआईले लगिरहेको हो म त होइन भन्छु किनकि त्यही काम गर्न पनि एडिटर त चाहियो उसले आफै उठेर गर्ने होइन एआईले ओके सो अनि भनेपछि बेसिक त थाहा हुनु पऱ्यो उसलाई भिडियो एडिटिङको अर एउटा प्रोफेसनल नै हुनु पऱ्यो बेसिक त थाहा हुनु पऱ्यो ओके सो त्यो भयो भने चाहिँ उसले एडिट गर्न सक्ने भयो विथ द हेल्प अफ एआई जस्ट एआईले चाहिँ तपाईँलाई फास्टर गरिरहेछ एआईले इफिसियन्ट ओके चाहिँ बनाइरहेको जे गर्नुहुन्थ्यो त्यो फास्टर गरिरहनुपर्छ मेबी तपाईँलाई 4 दिन लाग्यो भने 2 दिनमा पोडकास्ट प्याकेज भइरहेको होला अहिलेको सिचुएसनमा होइन
अनि जस्तै अब भिडियो एडिटर भन्ने एउटा यो स्किल्स जुन छ नि एडिटिङको त्यसको बारेमा त एउटा नर्मल म होस्ट बन्छु म पोडकास्ट स्टार्ट गर्छु भन्ने मान्छेलाई पनि त चाहिन्छ होला नि चाहियो भएको राम्रो तर नभए नि अब उसलाई खासै फरक त पर्दैन उसँग प्रपर टिमै छ भने अब होइन अब वान म्यान आर्मी हो मै होस्ट गर्छु मै खिच्छु मै एडिट गर्छु भन्यो भने त चाहियो नि त तर जस्तै मेरै केसमा भन्दाखेरि हजुरहरूसँग काम गरिराख्दाखेरि चाहिँ सो म चाहिँ अलिअलि भयो नि नलेज त हुनु पऱ्यो नि त मलाई त भिडियो एडिटिङको होइन जुन तपाईँलाई प्याकेज गर्न दिँदाखेरि यस्तो यस्तो गर्नुपर्छ डाइरेक्सन दिँदाखेरि हुन्छ होला सो त्यो हिसाबले चाहिँ अलिअलि भयो नि बेसिक्स त थाहा हुनुपर्ने भयो अलिअलि अब बेसिक्स थाहा भयो भने चाहिँ अलिक अप्पर एन्ड हुन्छ सजिलो हुन्छ काम गर्न अब पोडकास्ट एडिटिङको लागि चाहिँ कसैले के भन्यो भन्दाखेरि युट्युबमा पाउने ट्युटोरियल्स सफ्टवेयर ट्युटोरियल्सहरू हुनसक्छ तपाईँले भर्खर एडोबी भन्नुभयो कसैले डाभिन्ची लिन सक्ला सो युट्युबको भिडियोजहरू ट्युटोरियल्स हेरेर एउटा मान्छे चाहिँ भिडियो एडिटर बन्न सक्छ त कम्प्लिट प्रोफेसनल त्यो चाहिँ अब इट डिपेन्ड्स पोडकास्टलाई कस्तो टाइपमा लाने भनेर अब सिम्पल केही कट र जोड्ने मात्र हो भने त हो गर्न मिल्यो अब होइन प्रोफेसनल लेभलमै बवाल प्याकेजिङ अनि कुन डाइरेक्सनमा लाने त्यस्तो हिसाबमा गर्ने हो भने चाहिँ त्यो चाहिँ एक्सपिरियन्सले नै सिकिन्छ भन्नाले गरेरै थाहा हुनु गरेरै थाहा हुन्छ कसरी गर्ने त अब के छ त त्यसको लागि अब इन्टरनेटमा हुने त वेल प्याकेज भिडियो छ त्यो अब युट्युब ट्युटोरियल हेरेर सिम्पल कट एन्ड पेस्ट त सिकिन्छ तर अब त्यो प्रपर पोडकास्टलाई हामीले कसरी अनलाइन राख्ने प्याकेजिङ गर्ने त्यो कुरा चाहिँ अब हामीले आफै गरेर सिक्ने हो अब त्यो कुरा चाहिँ अब हामी आफै साथीहरू बसेर यत्तिकै नर्मल कन्भर्सेसन गरेर त्यही खिचिदिने अनि त्यसलाई नै ल्याएर एडिट गर्ने अनि अब कहिलेकाहीँ त साथीहरूसँग बस्दाखेरि राम्रो नराम्रो कुरा हुन्छ नराम्रो कुराहरू फालिदिने काटिदिने त्यसरी नै हो काटकुट गरेर नै सिकिने ओके इन्ट्रेस्टिङ भनेपछि त्यही गरेर चाहिँ पहिला चाहिँ गर्नु पर्यो जस भन्नाले एक्सनबाटै आउने भयो नगरिकन त केही थाहा नै हुँदैन ट्युटोरियल हेरेर चाहिँ एउटा बेसिक थाहा हुन्छ अनि गर्न चाहिँ थाल्नु पऱ्यो पोडकास्ट एडिटिङको लागि चाहिँ किनभने त्यो गरिसकेपछि कन्टेक्स्टहरू बुझ्छ होला कसरी कोही मान्छे बोल्छ भन्ने कुरा बुझ्छ होला कुन बेलामा मान्छेलाई इन्ट्रेस्टिङ लाग्छ कहाँनिर अल्छी लाग्छ होला कस्तो पार्ट राख्ने हटाउने होइन त्यो सबै कुराहरू बुझ्छ होला अनि त्यसपछि तपाईँको पोडकास्टिङ पछि रिपर्पोज कन्टेन्टहरू आउँछ रिल्सहरू बन्छ रिल्सहरू कसरी निकाल्ने कुन क्लिप चाहिँ भाइरल जान्छ होला त्यो क्लिप्सलाई भाइरल गर्नको लागि के गर्ने कतापट्टि टेक्स्ट राखिदिने हो टेक्स्ट राख्ने हुन्छ कि क्याप्सन कस्तो राख्ने त्यो कुराहरू पनि अलिअलि नलेज भयो भने चाहिँ बेटर हुने भयो भिडियो एडिटरलाई अब त्यो कुरा चाहिँ अब यसको लागि ट्युटोरियल त युट्युबमा हुन त हुन्छ 100-200 वटै पाउँछ तर अब त्यो हेरेर मात्र हुन्न आफै ट्राई गर्नै पर्ने रहेछ क्या नगरेसम्म थाहा नै नहुने रहेछ सो भिडियो एडिटरलाई हल्का स्ट्राटेजी पनि थाहा हुनुपर्ने भयो पर्यो भिडियो एडिटरलाई चाहिँ मेन अब यो भिडियोको चाहिँ के हो मोटिभ यो भिडियो किन बनाइरहेको त त्यो चाहिँ थाहा हुनुपर्छ सो पोडकास्ट हेर्दाखेरि चाहिँ मान्छेले क्यामेरा देख्छन् माइक्रोफोन होस्ट देख्छ गेस्ट देख्छ अनि आज हामीले एउटा डिफ्रेन्ट करियर पनि हेऱ्यौँ पोडकास्टिङको भित्र अनि भिडियो एडिटिङको करियरमा सो अब कस्तो अपर्च्युनिटिजहरू आइरहेको छ त तपाईँलाई एज अ पोडकास्ट भिडियो एडिटर एज अ पोडकास्ट भिडियो एडिटर चाहिँ ठिक छ राम्रै छ नेपालमा चाहिँ अब बिस्तारै बुम हुँदैछ पोडकास्ट सेक्टरमा चाहिँ धेरै बिजनेसहरूले नि अब ल है अब पोडकास्ट गर्नुपर्छ भन्ने टाइपको रियलाइजेसन चाहिँ भइरहेछ अनि उनीहरूले नि गरिरहेछ अब नेपालमा चाहिँ एज अ भिडियो एडिटर राम्रै छ त्यस्तो अब वाउ पनि होइन तर ठिक छ स्किल भएको अब राम्रो स्किल छ भने एडिटिङमा ले चाहिँ राम्रै स्कोप छ तर अबको 3-4 वर्षमा चाहिँ भिडियो एडिटरको डिमान्ड चाहिँ एकदम हाई हुन्छ होला तपाईँले दिनमा कति घन्टा भिडियो एडिट गर्नुहुन्छ कति 6-7 आवर्स गर्नुहुन्छ सो भनेपछि इन्ट्रेस्ट हुनु पऱ्यो
इन्ट्रेस्ट हुनु पऱ्यो। हरि दाई एपिसोड 1 देखि नै हुनुहुन्छ डुवर्सको, बिहाइन्ड द क्यामरा, इन फ्रन्ट अफ द क्यामरा होस्ट देखिरहनु भए पनि तपाईँ चाहिँ बिहाइन्ड द क्यामरा सधैँ हुनुहुन्थ्यो अनि एडिटिङ पनि गरिरहनुहुन्छ। अनि सो तपाईँको अब अरू डिफ्रेन्ट काइन्ड अफ प्रोडक्सन पनि गर्नुपर्छ, डकुमेन्ट्री, सर्ट फर्म भिडियोजहरू। कस्तो रह्यो त तपाईँको यो जर्नी? अब एक्सपिरियन्सको कुरा गर्दाखेरि भाइ लिमिटेड रिसोर्सेसबाट सुरु गरेको है, त्यो लिमिटेड इक्विपमेन्ट्सहरू थियो, सिक्दै पनि गयो, च्यालेन्जिङ पनि भयो है, सिक्दै पनि गयो, बिस्तारै बिस्तारै नयाँ नयाँ इक्विपमेन्ट्सहरू थपिँदै गयो। त्यति बेला झन् पोडकास्ट सुरु भएको, कसैले नगरेको है, मलाई पनि नयाँ भयो। त्यतिखेर त तपाईँले ठ्याक्क प्रोडक्सन सुरु गर्दाखेरि त नेपालमा त पोडकास्टिङको सिन नै थिएन होला है? नेपालमा चाहिँ त्यस्तो पोडकास्ट भनेर मैले पनि त्यतिखेरै थाहा त थियो, तर त आफूले खिचेको भनेको चाहिँ त्यति बेला नयाँ नयाँ थियो भनौँ न। अनि इक्विपमेन्ट्सहरू पनि एकदमै त्यो बिगिनर लेभलबाटै सुरु गर्नुभएको हो नि त। जस्तै अब कम्पेयर गर्दाखेरि त्यतिखेरको भिडियोको क्वालिटी, एभ्रिथिङ, साउन्डको क्वालिटी, ग्राफिक्सहरू जति पनि जे पनि छ चेन्ज हुँदै इभल्भ हुँदै गयो नि त। अनि तपाईँले पनि नयाँ नयाँ सिक्दै जानुभयो त्यो प्रोसेसमा। सो अडियन्सेसको केसमा चाहिँ पोडकास्ट भन्ने बित्तिकै उहाँहरूले चाहिँ गेस्टहरू देख्नुहुन्छ, होस्टलाई देख्नुहुन्छ, तर त्यो बाहेक पनि धेरै कुरा छ नि त पोडकास्टमा त हेर्नको लागि। सो त्यो तपाईँहरूले देख्नु भएको छ एज अ प्रोडक्सन टिम बिहाइन्ड द क्यामरा काम गरिराख्दाखेरि। सो के कुरा चाहिँ एक्स्ट्रा देख्नुहुन्छ त तपाईँहरूले? अब अडियन्सले गेस्ट, होस्ट र फ्रेम मात्रै देखे पनि बिटिएसमा चाहिँ अब धेरै नै काम भइरहेको हुन्छ है। जस्तै अब अडियो ब्याकअपको कुरा आउँछ, भिडियो ब्याकअपको कुरा आउँछ होइन। हाम्रो त्यो सेट मिलाउँदाखेरिको त्यो मेस्सिनेस हामीले त्यति नदेखे पनि त्यो बिटिएसमा चाहिँ मेस्सिनेस देखिन्छ है। तारहरू म्यानेज, लाइटहरू पनि कति धेरै हुन्छ फ्रेममा नदेखे पनि। अनि प्लस हामीले त्यो मोनिटरिङ गरिराख्नु पऱ्यो, फोकस छ कि छैन, अडियो क्वालिटी बिग्रेछ कि बिग्रेछ, धेरै हाई भएछ कि च्यात्तेछ कि तल लो गएछ कि, तिनीहरू मोनिटरिङ गरिराख्नु हुनुपर्छ है। अनि हामीले कतिसम्म पनि ध्यान दिनुपर्छ भन्दाखेरि गेस्टले कुन कलरको कपडा लगाएर आउनु भएको छ त्यही अनुसारको लाइटिङ, त्यही अनुसार गेस्टलाई पपअप गराउनु पऱ्यो, अनि त्यही अनुसारको फ्रेमिङ हुनु पऱ्यो। त्यही त गाह्रो काम छ है यो, धेरै कुरा मिलाउनु पर्ने हुन्छ। अब कन्भर्सेसनलाई चाहिँ यताउति नगरे पनि त्यो कन्भर्सेसनलाई हेर्ने लायक बनाउनु पऱ्यो नि त, मान्छेहरूले मजा आओस् नि त होइन हेरेर। सो अब त्यही इक्विपमेन्टको कुरा गर्नुभयो होइन, क्यामराको, लाइटनिङको होइन, अडियोको, कुन होला त सबभन्दा इम्पोर्टेन्ट? त्यो प्रोडक्सन पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ कन्टेन्ट र कन्सिस्टेन्सी हो जस्तो लाग्छ मलाई होइन। ओके, त्यो स्ट्राटेजीको साइडबाट। अनि प्रोडक्सन स्टुडियो टेक्निकल साइडबाट चाहिँ सुरुमा अडियो जस्तो लाग्छ। ओके, किनकि पोडकास्ट भनेकै अडियो अलिकति मान्छेले बरु भिडियो ब्लर भए पनि सहन सक्छ जस्तो लाग्छ है, हेर्न सक्छ जस्तो लाग्छ, तर अडियो अलिकति डिस्टर्बिङ त्यस्तो भयो भने चाहिँ सहन सक्दैन जस्तो लाग्छ। त्यो फर्स्टमा चाहिँ अडियो हो पोडकास्टको लागि चाहिँ भन्छु मैले, त्यसपछि लाइटिङ हो भन्छु। किनकि लाइटिङ राम्रोसँग गऱ्यो भने चाहिँ डेप्थहरू निकाल्न सक्यो, फ्रेमिङ मिलायो भने चाहिँ लाइटले पनि तिम्रो राम्रो देखाउन सकिन्छ भनौँ। त्यसपछि चाहिँ क्यामेरा भन्छु। ओके, अब यो पोडकास्ट क्रिएसन, भिडियो क्रिएसन भन्ने बित्तिकै क्यामेरा किन्नुपर्छ, लाइटनिङ, स्टुडियो सेटअप होइन, त्यो सबै इक्विपमेन्टको कुरा आउँछ कि। अब यो क्वेसन चाहिँ तपाईँलाई किन राइट हुन्छ भनेर सोद्धाखेरि तपाईँ पोडकास्ट प्रोडक्सनमा पनि हुनुहुन्छ, स्टुडियो सेटअप पनि हुनुहुन्छ, एडिटिङ पनि हुनुहुन्छ, अनि यो सबै प्रोसेसमा इन्भल्भ भइरहनुहुन्छ नि त, फाइनल प्याकेजिङसम्मै कता कता हेरिरहनु भएको हुन्छ, सुनिरहनु भएको हुन्छ। सो तपाईँलाई चाहिँ इक्विपमेन्ट धेरै इम्पोर्टेन्ट हो जस्तो लाग्छ कि प्रोसेस इम्पोर्टेन्ट हो जस्तो लाग्छ पोडकास्टको चाहिँ? पोडकास्टको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई कन्टेन्ट र कन्सिस्टेन्सी जस्तो लाग्छ। अघि पनि मैले भन्न त भने है, तर फेरि कन्टेन्ट प्लस कन्सिस्टेन्सी जस्तो लाग्छ। तर टेक्निकल साइडमा पनि चाहिने कुराहरू छ, टेक्निकल साइडबाट पनि हामीले त्यो पोडकास्ट गर्ने हो भने चाहिँ चाहिने कुराहरू ध्यानमा राख्नुपर्छ। तर कम्प्रोमाइज चाहिँ कुन गर्न मिल्दैन? प्रोसेस कम्प्रोमाइज गर्न मिल्दैन कि इक्विपमेन्ट कम्प्रोमाइज गर्न मिल्दैन? जसमा लाग्छ मलाई प्रोसेस कम्प्रोमाइज गर्न मिल्दैन। त्यही त होइन, प्रोसेस चाहिँ थाहा हुनु पऱ्यो कसरी हुँदो रहेछ, एकपछि अर्को कुराहरू के हुँदो रहेछ होइन। जस्तै हाम्रो यो डे टु डे प्रोसेसमा पनि तपाईँ र मेरो बिचको इन्टरेक्सन कसरी हुन्छ, कसरी कम्युनिकेट हुन्छ होइन, अरू पनि टिमहरूसँग इन्भल्भ भएको छु, त्यो प्रोसेस चाहिँ एउटा क्लियर भयो भने चाहिँ फाइनल रिजल्ट चाहिँ राम्रै आउने रहेछ भन्ने चाहिँ हामी क्लियर नै छौँ होला यो कुरामा होइन है। ग्याजेटले प्रोडक्सन इन्हान्स गरे पनि प्रोसेसले चाहिँ त्यो प्रोडक्सन इन्स्योर गर्छ क्या। नाइस,
ग्याजेटले प्रोडक्सनलाई इन्हान्स गरे पनि प्रोसेसले के गर्छ त इन्स्योर गर्छ के दामी सो अनि रेकर्डिङ सुरु हुनुभन्दा अगाडि चाहिँ छ नि प्रोडक्सन टिमले चाहिँ के चेक गरिरहेको हुन्छ होला त तपाईँको एकचोटि त्यो टाइममा जाउँ रेकर्डिङ सुरु भइरहेको छ होइन यहाँनिर होस्ट र गेस्ट रेडी छन् अरू 5 मिनटपछि रेडी हुन्छ भनेर भन्नुभएको छ सो के चेक गर्नुहुन्छ होला त तपाईँले हामीले मेन चेक गर्ने भनेको चाहिँ डबल ब्याकअपहरू ओके जस्तै हामीले पहिल्यै अडियो गेस्ट आउनुभन्दा पहिले नै हामीले सबै सेटअप गरिसकेको हुन्छौँ जस्तै अडियो एकचोटि चेक गरिसकेको हुन्छौँ भिडियो फ्रेमिङहरू फोकसहरू हेरिसकेको हुन्छौँ कार्ड फर्मेट छ कि छैन हेरिसकेको हुन्छौँ ब्याट्री फुल चार्ज छ कि छैन हेरिसकेको हुन्छौँ अनि सबै एकचोटि चेक गरिसकेपछि हामीले अडियोको र भिडियोको चाहिँ ब्याकअप राख्ने गर्छौँ धेरैजना चाहिँ यसमा चुक्नुहुन्छ किनभने ब्याकअप हुन्न जुन मेन फाइल हो केही गरेर टेक्निकल कुरा हो नि त केही गरेर करप्ट भयो भने त्यो पोडकास्टै युज हुन्न क्या त्यो त्यही भएर चाहिँ ब्याकअप चाहिँ एकदम हामीले धेरै जस्तो चेक गर्ने चाहिँ ब्याकअप नै हामीले सो ब्याकअप चेक गर्नुहुन्छ अडियो चेक गर्नुहुन्छ लाइट भिडियो दुइटैको हामीले ब्याकअप चाहिँ राख्ने गर्छौँ प्लस दुइटै पनि चेक गरिन्छ सो चेकलिस्टहरू बनाउनुहुन्छ त के कुरा सबै ठिक भयो सबै चेकलिस्टहरू बनाएर त्यो चेकलिस्ट अनुसारै हामीले चेक गर्दै गयौँ भने त्यो डबल के छुट्यो भने पनि त्यो टेन्सन भएन होइन एकचोटिमै सो त्यो त्यही त हो नि प्रोसेस जान्नु भनेको त होइन यो कुराहरू भयो भने त अब पोडकास्ट सुट भयो कन्भर्सेसन दामी छ क्यामेरा पनि सब दामी छ तर भोलि जाँदाखेरि डिलिट भइदिएछ अडियो बिग्रेर आइदिएछ सो यो कुराहरू चाहिँ इन्स्योर गर्नको लागि चाहिँ सो इन्स्योर चाहिँ गर्छ अघि प्रोसेसले चाहिँ होइन ओके नाइस सो क्वालिटी चाहिँ इन्हान्स गर्नलाई चाहिँ इक्विपमेन्ट महँगो चाहियो होइन तर त्यो चाहिँ सेकेन्ड्री हो ओके सो अनि कस्तो खतरा कन्टेन्ट क्रिएटरहरूले मोबाइलले पनि कन्टेन्ट बनाइरहेको हुन्छ नि त एक्ज्याक्टली अझै मोबाइलले पनि 4K खिचिदिन्छ हो त्यो लिमिटेसन चाहिँ अलिक मोबाइलको त्यो हाम्रो लङ रेन्ज खिच्न नमिल्ने होला अलिकति त्यसमा लिमिटेसन जान्छ होला होइन नसक्ने भन्नाले ठ्याक्कै के भन्नु 2 घन्टाको पोडकास्ट ए लङ फर्म चाहिँ अलिक खिच्न अलिकति मोबाइलले चाहिँ अलिकति लिमिटेसन होला मोबाइलको चाहिँ तर चाहिँ मोबाइलले नसकिने भन्ने चाहिँ छैन अनि अहिले चाहिँ हामीले बिकम अ भिडियो पोडकास्टर भन्ने एउटा कोर्स पनि लन्च गरिरहेको छौँ अब त्यो कोर्समा चाहिँ सो 6 विकमा डिभाइड भएको कोर्समा डिफ्रेन्ट कुराहरू छ पोडकास्टिङ रिलेटेडको बुझ्नुपर्ने उहाँहरूले चाहिँ आफै नै आएर नै रेकर्ड गर्नेवाला हुनुहुन्छ होइन आफै बनाउनुहुन्छ सो यो इन्टायर प्रोसेसमा जानुहुन्छ सो त्यसमा चाहिँ अब हजुरले चाहिँ प्रोडक्सनको पार्टबाट चाहिँ के सिकाउन सक्नुहुन्छ होला त प्रोडक्सनको पार्टबाट चाहिँ हामीले जे गरेर आएको हुन्छौँ ओके जस्तै हाम्रो सुरुदेखि नै भनौँ न हाम्रो गेस्ट आउनुभन्दा 1 घन्टा अगाडि जस्तो हामीले सेट रेडी गरेर राख्नुपर्छ 1 घन्टा अगाडि नै हजुर 1 घन्टा अगाडि हाम्रो फाइनल अब सुट रेडी नै जस्तो हो कि भन्नाले एक किसिमको मोक सुट टाइपको भइसक्यो अब रेडी नै अब गेस्ट आउनुभयो भने चाहिँ हामी रेडी छौँ टाइपको किनकि अब त्यो गेस्टलाई कुराउनु पनि मिलेन नि त गेस्ट आउँदाखेरि त्यो के मिलाइरहेको बनाइरहेको जस्तो पनि गर्न अलिकति हुने हुन्छ त्यही भएर गेस्ट आउनुभन्दा 1 घन्टा अगाडि नै हामीले पुरै फुल सेटअप बनाएर राखेको हुन्छौँ त्यो फुल सेटअप नै हामीले सिकाउन सकिन्छ जस्तो लाग्छ सिकाउँछौँ पनि होइन अनि त्यही क्यामेरादेखि लिएर लाइटनिङदेखि लिएर माइकदेखि लिएर सबै कुरा नै सिकाउँछौँ अनि इभन हामीले त अरू टेक्नोलोजीहरू पनि युज गरिरहेको हुन्छौँ एटिएम जस्तो होइन एटिएम जस्तो अनि CQ18 हाम्रो फेरि अहिले सुरु गर्दा डुवर्सको पोडकास्ट सुरु गर्दाको इक्विपमेन्ट्स र अहिलेको इक्विपमेन्ट्स हेऱ्यो भने चाहिँ धेरै नै फरक छ सुरुमा चाहिँ हामीले अब बजेट फ्रेन्डली ग्याजेटहरू युज गर्थ्यौँ होइन अहिले चाहिँ अब हाई ग्याजेटहरू युज गरिरहेको छौँ जुन अहिले इन्डस्ट्री स्ट्यान्डर्डै छ ओके यो प्रोसेस हेर्दा सुन्दाखेरि गर्दाखेरि एकदम गाह्रो टाइपको फिल भयो होला मान्छेहरूलाई हुनसक्छ होइन के हो लाइट भन्छ यो एङ्गल त्यो एङ्गल भन्यो क्यामेरा भन्यो यो डिबी त्यो डिबी फ्रेम रेट यस्तो भन्ने कुराहरू डिटेलमा गयो भने हुन्छ तर त्यो सुन्दा मात्रै अलिकति कम्प्लेक्स जस्तो हो क्या ओके गरिसकेपछि चाहिँ त्यो स्मुदै जान्छ अनि एकदम बेटर हुँदै जान्छ भनौँ न चलाइसकेपछि बेटर हुँदै जान्छ हजुर त्यही नै हो ल थ्याङ्क यू दाइ थ्याङ्क यू भाइ ल दिवेश भाइ तिमीले त हामीलाई अघि आत्थु पारेको क्वेसन सोधेर है अब हामीले तिमीलाई क्वेसन सोध्छौँ तिमीलाई पोडकास्ट भन्ने बित्तिकै के कुरा च्यालेन्जिङ लाग्छ सुरुमै मतलब के कुरा त तिमीलाई बदर गर्छ पोडकास्ट भन्ने बित्तिकै सो अब पोडकास्टिङ म चाहिँ अब इन्भल्भ त मेरो त डिफ्रेन्ट नै भइरहेको हुन्छ एज अ कन्टेन्ट स्ट्राटेजिस्ट प्री प्रोडक्सनमा पनि हुन्छ भन्नाले गेस्ट रिसोर्स एन्ड अल उसमा कतिपय भइरहेको हुन्छ अनि प्रोडक्सनमा पनि भइरहेको हुन्छ पोस्टमा पनि हुन्छ अब यो तिनटैमा त डिफिकल्ट लाग्ने त प्याकेजिङ पार्ट नै लाग्छ जस्तो लाग्छ किनभने एकदमै दामी कन्टेन्ट बनेर आयो एकदम राम्रो कन्भर्सेसन छ
तर त्यो कन्टेन्टको चाहिँ हामीले पोस्ट गरिदिँदाखेरि डिस्ट्रिब्युट गरिदिँदाखेरि थम्बनेल टाइटल झुर्छ होइन, डिस्क्रिप्सनहरू राम्रो छैन, अनि त्यसपछि त्यो हाइलाइट्सहरू नराम्रो बनाइदियो भने त कसैले नै हेर्दैन नि त। त्यो कन्भर्सेसन त त्यस्तो राम्रो रेकर्ड भएको कन्भर्सेसन त मान्छेबाट पुग्दैन कि, त्यो भनेर ठुलो डर हो नि त। सो त्यो चाहिँ सबभन्दा च्यालेन्जिङ अनि रमाइलो पक्ष पनि लाग्छ। के डिस्ट्रिब्युसन लाग्यो तिमीलाई च्यालेन्जिङ? डिस्ट्रिब्युसन च्यालेन्जिङ भन्दा नि इट्स अ रिपिटेटिभ टास्क हो, एउटा रमाइलो हो, इम्पोर्टेन्ट छ डिस्ट्रिब्युसन होइन। अब कतिपय ठाउँमा हामीले नेग्लेक्ट नै गरिरहेको हुन्छौँ डिस्ट्रिब्युसनलाई। डिस्ट्रिब्युसन भनेको चाहिँ क्याप्सन लेख्ने अनि फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब सबैमा हालिदिने हो जस्तो सोध्छौँ, तर ठ्याक्कै डिस्ट्रिब्युसन चाहिँ त्योभन्दा नि पछाडि छ कि स्ट्राटेजी छ कि डिस्ट्रिब्युसनमा, कुन टाइमिङमा पोस्ट गर्ने, कस्तो कस्तो कन्टेन्ट पोस्ट गर्ने, अनि त्यसमा तपाईँको हुकहरूको कुराहरूको आउटपुट दिनु मिल्छ, अडियन्सलाई बुझ्ने, यो सबै कुरा चाहिँ डिस्ट्रिब्युसनको पार्टमा हुन्छ। अनि एउटा डेडिकेटेड मान्छेले नै दिमाग लगायो भने चाहिँ डिस्ट्रिब्युसनमा पनि एउटा इट्स अ भेरी बिग भर्टिकल के जहाँ सोच्नको लागि। र अब त्यसको लागि चाहिँ तपाईँले सोसियल मिडिया चलाइरहेको मान्छे भयो भने चाहिँ इट विल बी इजियर फर यु। अनि त्यसपछि अझ डिस्ट्रिब्युसन चाहिँ कस्तो बेलामा पनि इन्ट्रेस्टिङ हुन्छ भन्दाखेरि त्यति मेहनत गरेको हुन्छ नि त कन्टेन्ट बनाउनलाई, यताउता मान्छेसम्म पुऱ्याउनु त मजा आउँछ नि त त्यो कुरा त। दिवेश भाइलाई एउटा क्वेसन चाहिँ कुनै पनि एउटा स्टार्टअपले हजुर अब कुनै पनि स्टार्टअप ब्रान्डले चाहिँ पोडकास्ट गर्ने टाइम चाहिँ कति बेला हुन्छ होला? जस्तै अब कुनै मैले स्टार्टअप गरेँ, मैले पोडकास्टै गरिहाल्नुपर्छ भन्ने छैन नि त। हजुर तर कुन टाइममा पुगेपछि चाहिँ ल अब चाहिँ पोडकास्ट गर्नुपर्छ जस्तो हुन्छ होला? एकदमै दामी क्वेसन होइन दाइ। पोडकास्ट अब कुन टाइममा गर्ने होइन, अब स्टार्टअपकै फेजहरू हेरौँ न त। एकदमै भर्खर बिगिनिङ स्टेजमा छ अरे होइन, जुन बेलामा चाहिँ उनीहरूले के हुन्छ भन्दाखेरि इन्भेस्टर्स खोजिरहेको हुन्छ होला होइन। त्यो बेलाको स्टार्टअपले चाहिँ इन्भेस्टरलाई बोलाउनको लागि पोडकास्ट हुनसक्छ। सो जुनै पनि फेजमा पोडकास्टिङ हुनसक्छ, तर टार्गेट अडियन्स के हो भन्ने चाहिँ डिफ्रेन्ट भइरहेको हुन्छ कि। एकदम बिगिनिङ फेजमा छ, उनीहरूलाई इन्भेस्टर चाहिरहेछ, त्यो मार्केटको त्यो जुन इन्डस्ट्री छ त्यहाँनिरको मान्छेहरूसँग कन्भर्सेसन गरेर हाम्रो प्रोडक्ट यो हो भनेर कम्युनिकेट गर्नको लागि इन्भेस्टर बोलाउनलाई त्यतिखेर इन्ट्रेस्टिङ भयो। नेक्स्ट भयो मार्केट आइसक्यो, प्रोडक्ट मार्केटमा आइसकेको छ, प्रोडक्टले एउटा भ्यालिडेसन पाइसकेको छ भने अब अडियन्स बोलाउनको लागि चाहिने भयो। सो जुनै पनि फेजमा चाहिँ पोडकास्टिङको चाहिँ आफ्नो खालको इम्पोर्टेन्स छ कि। अब जरुरी छैन जहिले पनि अर्ली स्टेजमै गर्नुपर्छ भन्ने छैन, त्यसपछि पछि गर्नुपर्छ भन्ने छैन कि, जस्ट टार्गेट अडियन्स चाहिँ डिफ्रेन्ट हुने भयो कि यो चाहिँ। ओके, सो र कन्टेन्ट स्ट्राटेजिस्टको चाहिँ रोल भनिदेऊ नि त, के छ? ओके, कन्टेन्ट स्ट्राटेजिस्टको रोल सो अहिले चाहिँ यसो भन्दाखेरि पोडकास्ट स्ट्राटेजिस्ट भनौँ न त होइन। ठ्याक्कै अब हरि दाइले प्रोडक्सनमा के गर्नुहुन्छ, भिडियो रेकर्ड एन्ड अल आउँछ, त्यो मेमोरी कार्ड एसएसडीमा आउँछ, त्यो भिडियो रेकर्ड हुन जान्छ, आई मिन स्टोर हुन जान्छ, अनि स्टोर भइसकेपछिको त्यसपछि कन्टेन्ट स्ट्राटेजीको काम सुरु हुने हो होइन। पोडकास्ट स्ट्राटेजिस्टले बसेर सुन्छ, कन्भर्सेसनको फ्लो हेर्छ होइन। अब त्यो फ्लो हेरिसकेपछि त्यहाँनिर कतिपय कुराहरू अफेन्ड गर्ने खालको नै हुनसक्छ नि त। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि कन्टेन्ट त हामीले त सकेसम्म के होस् ओरिजिनल नै होस् भन्ने हुन्छ, तर कहिलेकाहीँ चाहिँ कुनै कन्टेन्टले गर्दाखेरि चाहिँ मान्छेहरू अफेन्ड भइदिन्छ कि भन्ने डर पनि लाग्छ नि त। त्यो कुराहरू एङ्गलबाट हेर्नुपर्छ। त्यसपछि यसलाई कुन डाइरेक्सनमा प्याकेज गर्ने त, अब यो पोडकास्टलाई कसरी लग्ने त, कुन एङ्गलबाट लग्ने, जस्तै अब फियरको एङ्गलबाट लग्ने, इमोसनल एङ्गलबाट लग्ने, मनीको एङ्गलबाट लग्ने, करियरको एङ्गलबाट लग्ने, त्यो डिसाइड हुन्छ। त्यो डिसाइड भइसकेपछि त्यही अनुसारको तपाईँको हाइलाइट क्लिप्सहरू सिलेक्सन हुन्छ। हाइलाइट क्लिप्सहरू सिलेक्सन गर्दाखेरि मल्टिपल टाइम्स मिटिङ हुनसक्छ होस्टसँग बसेर होइन, तपाईँले कस्तो टाइपको गर्नु खोज्नु भएको थियो। त्यसपछि अरू कन्टेन्ट टिमसँग पनि होइन, सो एज अ सिनियर कन्टेन्ट स्ट्राटेजिस्ट चाहिँ अरू कन्टेन्ट टिमहरूले पनि हेल्प गरिरहेको हुन्छ त्यो कुरामा। त्यसपछि टर्मिनोलोजिजहरू कुनै छ डिफिकल्ट लाग्ने मान्छेहरूलाई त्योहरू निकाल्ने कुराहरू हुनसक्छ। अनि हाइलाइटको टाइम त्यसपछि कस्तो रिल्सहरू चाहिँ जान सक्छ, यहाँनिर इम्पोर्टेन्ट पार्ट्सहरू छ त्योहरू निकाल्ने, रिपर्पोज कन्टेन्टहरूको क्यारोजलहरूको कुराहरू, गेस्टलाई कसरी प्रेजेन्ट गर्ने, यो सबै कुराहरू चाहिँ एक किसिमको स्ट्राटेजीबाट आउँछ कि। अनि बल्ल गएर चाहिँ पोडकास्ट चाहिँ रेडी हुन्छ टु गेट पब्लिस्ड। अनि यही कामहरू नै हुन्छ कन्टेन्ट स्ट्राटेजिस्टको। जस्तै अब टेक्निकल क्रुहरूको जस्तै अब रेकर्डिङ सुरु गर्नभन्दा अगाडि चेकलिस्टहरू हुन्छ नि त। हजुर, जस्तै कन्टेन्ट स्ट्राटेजिस्टको पनि केही चेकलिस्टहरू हुन्छ।
अभियसली चेकलिस्ट हुन्छ, डक्सहरू नै हुन्छ। सो अब तपाईँहरूको त्यो जुन भिडियो आउँछ त्यसलाई एकचोटि क्वालिटी चेक पनि गर्नुपर्ने हुन्छ, कतै केही मिस्टेक भएको छ कि छैन होइन, कहिलेकाहीँ भइरहेको हुन्छ। अनि त्यसको केसमा अब कलरदेखि लिएर होइन हामीले पनि थोरै थोरै हेर्ने, अनि स्पेलिङ मिस्टेक्सहरू छ कि केही कुरा। सो लट्स अफ द चेकलिस्टहरू हुन्छ, गेस्टको डेजिग्नेसनको, गेस्टको नेमहरू, किनभने यो एकदमै इम्पोर्टेन्ट कुराहरू हो। त्यसपछि कसरी रिप्रेजेन्ट भइरहेको छ, लोगोहरू कहाँ प्लेस भइरहेको छ, ब्रान्ड गाइडलाइन्सको पर्सपेक्टिभबाट हेर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो ब्रान्ड भोइससँग अलाइन भइरहेको छ कि छैन, यो सबै चेकलिस्टहरू मल्टिपल हुन्छ। सो अब यो प्रपर पोडकास्टिङमा चाहिँ पोडकास्ट स्ट्राटेजिस्टले चाहिँ ठुलै रोल खेलेको देखियो है। ओके, थ्याङ्क यू सो मच होइन। तर तपाईँहरूको भनेपछि हिरोहरू त तपाईँहरू होइन, हाम्रो पोडकास्टको स्टेरिङ विल त पोडकास्ट स्ट्राटेजीसँगै हुन्छ नि त होइन त। स्टेरिङ विल, इन्जिन होइन, अब डिफ्रेन्ट ड्राइभर होस्ट होइन।